कल्पना गर्नुहोस् त, नेपालको एउटा सामान्य परिवारमा जन्मिएको एक बालक जसले आफ्नो सपना, साहस र अथक मेहनतले संसारको सबैभन्दा अग्ला हिमालहरू जित्यो। विश्वले उनलाई निम्स दाई भनेर चिनियो, तर दुर्भाग्यवश हिमालमै बितेको उनको अन्तिम यात्रा संसारभरका पर्वत प्रेमीका लागि ठूलो पीडा बनियो। आजको यो भिडियोमा हामी सुन्नेछौँ विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जाको जन्मदेखि अन्तिम यात्रासम्मको प्रेरणादायी कथा। निर्मल पूर्जाको जन्म सन् 1983 जुलाई 25 नेपालको म्याग्दी जिल्लामा भएको थियो। उहाँ सामान्य परिवारमा हुर्किनुभयो। बाल्यकालदेखि नै कठिन परिस्थितिसँग जुझ्दै अघि बढ्ने बानी थियो। आर्थिक अवस्था सामान्य भए पनि उहाँको आत्मविश्वास र मेहनत असाधारण थियो। सानो उमेरमै उहाँको ठूलो सपना थियो। आफूलाई फरक ढङ्गले चिनाउने उहाँको सपना थियो। युवा अवस्थामा उहाँ बेलायती गोर्खा सेनामा भर्ती हुनुभयो। त्यसपछि उहाँले संसारकै कठिन मानिने बेलायतको स्पेसल बोट सर्भिस SPS मा स्थान बनाउनुभयो। यो उपलब्धि हासिल गर्ने थोरै नेपाली मध्ये उहाँ एक हुनुहुन्थ्यो। कडा अनुशासन, मानसिक बल र शारीरिक क्षमता उहाँको पहिचान बन्दै गयो। तर उहाँको मनमा अर्को सपना पलाइरहेको थियो, विश्वका अग्ला हिमालयहरू जित्ने। सेनाबाट बाहिरेपछि उहाँ पूर्णकालीन पर्वतारोही बन्नुभयो। सन् 2019 उहाँले इतिहास नै बदलिदिनुभयो। संसारका 8000 मिटरभन्दा अग्ला सबै 14वटा हिमाल केवल 6 महिना 6 दिनमा नै आरोहण गरेर नयाँ विश्व कीर्तिमान बनाउनुभयो। यो उपलब्धि असम्भव जस्तै मानिएको थियो, तर निम्स दाईले संसारलाई देखाइदिनु भयो कि दृढ इच्छा शक्ति भए असम्भव पनि सम्भव हुन्छ। त्यसपछि उहाँ विश्वभरि चर्चित हुनुभयो। नेटफ्लिक्समा रिलिज भएको 14 पिक्स नथिङ इज इम्पोसिबल डकुमेन्ट्रीले उहाँको सङ्घर्ष र सफलतालाई करोडौँ दर्शक सामु पुर्यायो। सन् 2021 उहाँले नेपाली टोलीसँग मिलेर जाडो मौसममा पहिलो पटक K2 हिमाल सफलतापूर्वक आरोहण गरेर अर्को इतिहास रच्नुभयो। उहाँ जहाँ जानुहुन्थ्यो त्यहाँ नेपालको झन्डा गर्वका साथ फहराउँथ्यो। उहाँको अन्तिम यात्रा सन् 2026 पनि उहाँ नयाँ हिमाली अभियानमा सक्रिय हुनुहुन्थ्यो। तर जुलाई महिनामा पाकिस्तानको ब्रोड पिक क्षेत्रमा आरोहणका क्रममा भएको भीषण हिम पहिरोले उहाँको जीवन यात्रा अन्त्य गरिदियो। यो समाचार सार्वजनिक भएपछि नेपाल मात्र होइन, विश्वभरका पर्वतारोही र शुभेच्छकहरू स्तब्ध बनेका छन्। हिमाललाई जीवन समर्पण गरेका निम्स दाई अनन्त त्यही हिमालको काखमा सदाका लागि विश्राम गर्न पुग्नुभयो। निर्मल पूर्जा केवल एक पर्वतारोही होइनन्, उहाँ साहस, अनुशासन, नेतृत्व र देशप्रेमको प्रतीक हुनुहुन्छ। उहाँले संसारलाई सिकाउनु भयो, सपना ठुलो देख्नुपर्छ, त्यसका लागि निरन्तर सङ्घर्ष गर्नुपर्छ अनि कहिल्यै हार मान्नु हुँदैन। आज उहाँ हामी बीच नहुन सक्नुहुन्छ, तर उहाँका उपलब्धि, प्रेरणा र नेपालको नाम विश्वभर फैलाएको गौरव सधैँ जीवित रहनेछ। निम्स दाईप्रति हार्दिक श्रद्धाञ्जली।